होइन खासमा चाहिँ के हो भन्दाखेरि सबले के रुचाइरहेको छ अरे के खोजिरहेको छ जस्तो लाग्छ तपाईँहरू त अहिले हामी जस्तो भ्लगरहरू नै खोजिरहेको छ जस्तो लाग्छ। त्यही त हामीलाई चाहिँ अहिले भ्लगमा चाहिँ के बोल्नु मान्छेले के पर्खिरहेको छ त्यो पार्ट कहिले आउँछ कहिले आउँछ कहिले आउँछ भनेर पर्खिरहेको छ होला कुन पार्ट होला सोच त त्यही त हाम्रो हँसी मजाक इन्ट्रोडक्सन कसले दिन्छ र मेरो नाम चाहिँ रुसल लामा हो र उहाँको नाम चाहिँ प्रतीक छेत्री हो र आज हाम्रो भ्लग बनाउनुको मेन इन्टेन्सन के हो भन्दा हिँडेर माथि टाइगर हिल जाने बाटोमा हिँड्दा हिँड्दै टाइम पास गर्ने केही छैन त्यसबाट चाहिँ भ्लग बनाइदिउँ भनेर चाहिँ आज भ्लग बनाइरहेको छ हामी गर्ने भनेको के हो इन्जोय पनि हावा पनि चलिरहेको छ होइन हौ हामीले गर्ने भनेको कुरा नै के हो भन्दा के हो त्यही त भने के हो थाहा भइदिएन के हो हामीलाई पनि थाहा छैन क्यामेरा चाहिँ हुनुपर्छ हातमा हो कहाँ के गर्छ के गरिपठाउँछ हामीलाई थाहा हुँदैन हजुरहरूलाई धेरै धेरै धन्यवाद अहिलेसम्म जति पनि अब सपोर्ट देखाइदिनु भएको छ हामीलाई अगाडि बढ्नुको लागि यतिको सपोर्ट पायो भने त गोर्खाल्यान्ड लिन्छ यतिको सपोर्ट पायो कसम भनेको त गोर्खाल्यान्ड कत्रो यत्रै छ यत्रै हुन्छ हो र यहाँ चाहिँ टिकट काउन्टर रहेछ जति पनि माथि टाइगर जाने छ है टिकट चाहिँ फेरि बजारमा काट्नुपर्छ है साँच्ची नै भन्नु र यहाँनिर चाहिँ सो गर्नुपर्छ र अब हामी चाहिँ के भन्छु भन्दाखेरि हाम्रो डेस्टिनी त थाहा भयो हजुरहरूलाई है आज भ्लग बनाउने कुन चाहिँ इन्टेन्सन लिएर यस्तो हुन्छ क्या जहिले के हुन्छ भन्दाखेरि गाडी के चाहिँ बोल्नु खोज्छु के भन्नु खोज्छु भनेर चाहिँ डिस्ट्र्याक्ट भयो भने चाहिँ जे अगाडि भन्नु खोजिरहेको शब्द चाहिँ बिर्साइदिन्छ यो के बिर्साइदिन्छ के भन्नु आँटेको थियो भन्नु मैले ए भन्नु बिर्सेँ तर अस्ति चाहिँ बिर्सेको थिएँ आज चाहिँ बिर्सेको छुइनँ नि के भन्नु आँटेको थियो भन्दाखेरि चाहिँ आजको हाम्रो भ्लग बनाउनुको मेन इन्टेन्सनको कुरा गर्दै थिएँ भनेरदेखिलाई चाहिँ गरौँ न त एउटा फन वेमा चाहिँ हामी लिन्छ सबै कुरा है वक एन्ड टक होइन वक एन्ड टक भ्लग वाक्क भयो मान्छेलाई वाक्क भयो होइन तपाईँहरू वाक्कै भयो तर हाम्रो कन्सेप्ट नै अब त्यो मान्छेले नबुझी थियो क्या बुझेको हामीले चाहिँ के गरेको भन्दाखेरि वक एन्ड टक एउटा अब तपाईँहरू पनि साथीभाइसित हिँड्छ कता जान्छ गफ चाहिँ कस्तो हुन्छ क्या गफ कस्तो हुन्छ के हुन्छ के सोच्छ होइन त्यही कुराहरू चाहिँ सेयर गरेको अनि हामीले चाहिँ वक एन्ड टक भनेर चाहिँ हामीले टाइटल दिएको छ टाइटल चाहिँ दिएको छ ठिकै छ अब हामी यहाँ सिन्चेल आइपुग्न आँट्यो है सिन्चेल धाम अन्त भित्रको चाहिँ हामी किन देखाउँदैन भने रिलिजियस कुराहरू कतिवटा है मिल्दैन देखाउनु एकछिन गाडी गइहाल्यो एकछिन कन्टिन्यू गर्दा हुन्छ होला है आउँदैन ओके अब चाहिँ के भन्छु भन्दाखेरि दार्जिलिङ इज फेमस फर टुरिज्म अब टुरिज्ममा के आउँछ भन्दाखेरि चाहिँ तपाईँको टाइगर हिल पनि आउँछ नि त टाइगर हिलमा चाहिँ किन आउँछ मान्छे अन्त सनराइज हेर्नु आउँछ कि आउँदैन त्यो सनराइज कहाँबाट देख्छ भन्ने त्यो ठाउँ चाहिँ हामी देखाइदिन्छ हजुरहरूलाई यहाँ माथि देख्नु हुँदैछ अगाडि छ है हामी चाहिँ अब मन्दिरतर्फ लागिरहेको छौँ र फर्किँदाखेरि हजुरहरूलाई फेरि हामी भेट्छौँ त्यहाँदेखिसम्म चाहिँ प्रतीक्षा साँचेर हजुरले पर्खिदिनुहोस् होला टिका हेरिसक्नुभयो अनि हामीले मन्दिरको दर्शन पनि गरेर आइसक्यौँ सिंहदेवी चलिरहेको छ भन्नु पर्दैन हावा पनि चलिरहेको छ हावा पनि चलिरहेको छ त्यो जति पनि ब्याकमा देख्नु हुँदैछ यो चाहिँ हाम्रो पिकनिक स्पटहरू हो है अन्त भ्यूहरू एकदम मजाको देखिँदैछ यहाँनिर हेर्नुहोस् है कमेन्ट गरिदिनुहोस् सेयर गरिदिनुहोस् लाइक गरिदिनुहोस् कस्तो एनर्जी अब चाहिँ हामी फिलहाल चाहिँ यहाँ ओह्रालोबाट चाहिँ जोरबङ्गलातर्फ लाग्छौँ र अहिले हामी चाहिँ फर्किरहेको छौँ र फर्किँदा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ एकैछिन दा शीतली लगाइहाल्छ यो शीतलीले चाहिँ अब धेरैले कतिको मुटु चाहिँ चोरेर लग्यो भनेर सुनेको त मैले तर म त्योमा अब तपाईँहरूले चोर सम्झिन्छ नि म चोरै हो मलाई यो शब्द चाहिँ कहाँबाट आयो कि शीतली भन्नुपर्छ यसलाई भनेको चाहिँ नेपाली मुभीहरूतिर सुनेको जस्तो लाग्छ बेसिकली भन्नुपर्दा हामी होइन शीतली हुन्छ नि त भाइ चस्मा लगाएपछि शीतलले हुन्छ भने चाहिँ दोकानै खोलिदिउँ क्या त्यो शीतलीको शीतली पसल हामी शीतली पसल खोलिदिन्छ लु एकदम चिप लु एउटा बर्गर भन्दा पनि सस्तो बिल्डिङ गरेर त बनाउँदैन होला नि होइन त्यस्तो हुँदैन एवान शीतलीहरू अन्त एनिवेज जोक्स पार्ट है अन्त थ्याङ्क यू सो मच माया हजुरहरूको छँदैछ माया होइन साथ माया नकोद माया भन्दाखेरि चाहिँ त्यो पहिला क्या त अब स्कुलको यतापट्टि क्यान्टिन थियो कि त्यहाँ दिदी माया माया आन्टी तेरो त्यो थाहा थियो त्यस्तो आउँछ तर दिदी कहाँ हुनुहुन्छ अहिले त्यो त मलाई थाहा छैन तर एकदम दामी हुनुहुन्थ्यो दिदी चाहिँ राम्रो मनको क्या
राम्रो मनको थियो। त्यस्तो भन्न राम्रो मनको थियो भनेर। कोही बेला चाहिँ उसको बुढा पुरा रिसाउँथ्यो किन हामी जान्थ्यो भनेर क्या, भिड गरिदिन्थ्यो नि हामी चाहिँ त्यसै बित्थामा। दोकान भएपछि त भिड हुन्छ नि त, चलेकै राम्रो होइन। होइन केटाहरू चाहिँ 5 को खाइदिने 100 को बाँकी हो, कहाँ थाहा छैन बाँकी नै गाकी भन्ने। अन्त मजा आउँथ्यो, माइन्टीको पनि एकदम मन चाहिँ एकदम सफा होइन, राम्रो थियो। र एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हामी चाहिँ किन बोल्दै जाँदैछ अहिले भनेर चाहिँ हामीले भ्लग नगरिकन अगाडि हिँड्दाखेरि चाहिँ के भयो भन्दा बाटो काट्नु साह्रो पऱ्यो हामीलाई। त्यति बेला मात्रै आउँदैछ दिमागमा कुतुक्सै हुनु पर्यो, पेट्रोल डिस्ट्र्याक्ट त गर्नु पऱ्यो नि त। यो रेस्टुरेन्ट मात्रै सोचिरहेको छ तर कहिले आइपुग्छ 5.5 घन्टा जस्तो भएछ। अब हामीले के नखाएको है, होइन नि नखाएको त बेलुकादेखिको हो नि, तर बिहान उठेर आएको भनेको नि मैले केही नखाइ हिँडेको। तर पनि जोस हेर्नुहोस् न, जोस हेर्नुहोस् न। अहिले जोस त कतै उनीहरूदेखि सेलाक्तो भयो भन्दै गरेको हुन्छ अहिले राख भयो अलिकति। होइन यो चाहिँ हो कि यो चाहिँ हाम्रो प्यासनको कुरा हो कि दाको पनि मेरो पनि होइन। सो योमा चाहिँ नि हामीलाई न त अल्छी लाग्छ, न भोक लाग्छ, न तिर्खा लाग्छ, हामी इन्जोय गर्छ यो चिजलाई। प्यासन हो नि त, सो त्यो प्यासन गर्छ नि। भोलिको दिनमा चाहिँ कुनै दिन टाइगर हिल याद राख्यो भने चाहिँ ए त्यहाँ त भ्लग गरेको थियो त भन्ने एउटा मेमोरी क्या। मेमोरी दार्जिलिङमा गएको थियो भनेर। पहिलाको टाइमतिर त क्यामेरा थिएन नि त, केही क्याप्चर गर्न सक्थेन होइन। आयो पछि मिस भयो नि, सम्झनामा डुब्यो, रमायो, त्यति थियो। अहिले त अब भिजुअल्स छ नि त। सो यो कुरा भोलिको दिनमा अब हामी मिस गऱ्यो भने पनि टक्कै यसो फोन कोटाएर हल्का होइन भ्लग टक्क थिचेर हेऱ्यो भने पनि त्यो मुमेन्टलाई चाहिँ रिलिभ गर्नु सक्छ तैँले होइन। फेरि होइन यसले भनेको कन्टेक्स्टमा चाहिँ के हो भन्दा चाहिँ ठिकै पनि भन्यो। त्यो पहिलातिर अब जतिमा हामीले तर नि दा अब मैले एउटा कुरा पुरै याद गरेँ, प्रतीक्षा भन्ने शब्द त अब एउटा पेसेन्स हो नि त होइन। त्यही मान्छेकोमा चाहिँ धैर्य हो, धैर्य पेसेन्स। प्रतीक्षा भनेको चाहिँ प्रतीक्षा वेट। प्रतीक्षा भन्ने एउटा बहिनी थियो होइन, मा हटबडे बाख्रा टुच्चर खाएको जस्तो त्यस्तो नामको चाहिँ ठिक अपोजिट हुने। धनबहादुर भन्छ, मा गरिब भन्छ होइन, बलबहादुर भन्छ, फेरि लुते भन्छ। त्यस्तो हो भने मेरो नामले भन्दा म ठिक छ कि छैन त्यसो भए होइन। तपाईँको त रुसेल हो नि, त्यही त तपाईँको त म्याच गर्छ। कसरी भयो रु भने चाहिँ म त रुइराखेको हुनु भन्दा रुको छु म अन्त जहिले पनि हाँसिरहेको छु त अन्त त्यही अपोजिट नै हुन्छ। अब सेल भनेपछि त बेच्नु पर्यो, मैले के बेच्छु। कसैको त्यो नामसँग मिलेको हुँदैन क्या। दिन पनि यस्तो बिग्रिँदै गयो हो। क्यामेरामा हामीले चाहिँ के गर्दैछ भन्दाखेरि चाहिँ कुन टोनसम्म कुन लेभलसम्म चाहिँ हामीले कति चाहिँ एनर्जी चाहिँ दिनु सक्छ भनेर प्र्याक्टिस जस्तो पनि भइरहेको रहेछ। फेरि अर्को कुरा के हो भन्दाखेरि यो क्यामेरा पक्रेको देख्नु हुँदैछ होइन, यो क्यामेरामा आउँदाखेरि चाहिँ यो नोटै नहुने कुरा हो क्यामेरा पक्रेको छ भनेर क्या। तर त्यो जब पक्रिन्छ नि एकदम डरलाग्दो स्ट्रेन्थ चाहिन्छ क्यामेरा यसरी पक्रेर हिँड्दाखेरि चाहिँ। तर त्यो सबै कुरालाई इग्नोर गरेर अघि बढ्नु नै ठुलो कुरा हो नि त। त्यो सबै कुरालाई ग्यासहरू पनि क्या सक्नुभन्दा अगाडि डरलाग्दो बोल्छ अरे नि। त्यो सक्नु आँटेको ग्यास हामी आज है। अन्त अब औँसी पूर्णिमा आउँछ भ्लग, आज फेरि पूर्णे हो त्यही माथि। पूर्णेको दिन पूर्णिमा आउँदैछ भ्लग। अब हरेक पूर्णिमामा त हाल्ने हो भ्लग, पूर्णे हो। तर हामी चाहिँ फेरि त्यो तुर्ने होइन नि फेरि। अब वेदर पनि क्या अब के भन्छ, चिल भन्छ, स्कुल भन्छ, केही नभन्छ, त्यो पनि एउटा के भन्छ गिफ्टै हो नि त। गिफ्टै हो हाम्रो। म क्यामेरा पक्रिदिन्छु, क्यामेरा मेरो हातमा आइसकेको छ। अब हेरौँ अघि म बोल्दाखेरि यसले क्यामेरा माग्छ कि माग्दैन भनेर, तर उहाँले मागेन। ढुक्कै साथले बोलेको छ हो, ढलास निकालेको छ। हात कतिवटा पक्रेको छु सोध्दैन, मनको भावनामा बोलेको छ डुबेको छ है। फिलहाल चाहिँ यहाँ आइपुग्यौँ है। वेदर हेर्नुहोस्, वेदरले पनि अलिकति मोड्दैछ रूप होइन। फर्स्ट कुरा म तँलाई के भन्छु भन्दाखेरि जब एउटा भगवानको उसमा जान्छु भनेर चिताएको छदेखिको लिएर हुन्छ सबै कुरा जुड्दो रहेछ। एउटा अचम्म कुरा चाहिँ के भयो भन्नुहोस् त, त्यति गिफ्ट पाएर कुनै के लटरी फसेर त्यस्तो होइन मान्छे होइन चाहिँदाखेरि म त सम्झिन्छ नि त। तर यति कुराहरूमा उहाँलाई याद गर्नु जरुरी छ हामीले होइन। एउटा ग्रेटफुल हुने, खुसी हुने कुराहरू यस्तै नै हो गाइज। यस्तो हो मेरो हिसाबमा चाहिँ प्र्याक्टिकल हेर्दाखेरि चाहिँ साथी जस्तो हो भनेर सोच्नु भगवान पनि। अब नभेटेको धेरै भएको थियो नि त, बुझिस्। आज भेट्न आइदिएको
न त माग्नु आएको न त दिनु आएको बुझिस्, भेट्नु आएको भेट्न आएको त्यस्तो मात्रै हो हाम्रो चाहिँ। अब खुसी भयो भगवान् पनि, हामी पनि खुसी भयो। अब भगवान्ले भन्यो के भन्यो, घरसम्म ढुक्कै जाउँछु भनेको छ। जोर बङ्गलामा खाना चाहिँ खाएर जा, जोरबङ्गलामै त भनेको त छैन, खाना चाहिँ खा भन्यो। कानमा चुटुक्क भन्यो कि तँलाई। मलाई त खानाहरू कुन भगवान्ले भन्यो तँलाई? मलाई त हनुमानजीले भन्यो। बल हो नि त है। बोल त चाहिन्छ, हेर केटा बोल त चाहिन्छ, केही त खाएर जा। तँ त मेरो आकारको छस् भनेर सुगेन। बोल्दा हामी त तल जोरबङ्गला आइपुग्न आँटिसक्यो। एनर्जी हाम्रो कहाँबाट आएको मलाई थाहा छैन दा होइन, अहिलेसम्म स्टिल अझै बोलिदिन्छु म। अब यो बोलेपछि म नबोल्ने कुरा हुँदैन, बोल्नै पर्यो। बोल्नै पर्यो। तर दा स्टिल होइन, मलाई खुसी चाहिँ के लाग्यो भन्नुहोस् त, खालि केटीकै नाम भन्छ, प्रतीक्षा, खुसी, माया है। पानीले पनि आए भन्नु होइन, बिहेकै फिल गर्न तँलाई। ल गाइज, म अब रुसल दालाई क्यामेरा सुम्पिदिँदैछु र आजको हाम्रो वक एन्ड टक, अब यसलाई पछि गएर चाहिँ हामीले चाहिँ एपिसोडहरू बनाउने सोचिरहेको छ। हुनसक्छ चाँडै आउनु पनि सक्छ। अब त्यो आउने जुन चाहिँ छ त्योमा चाहिँ अब तपाईँले हामीलाई अर्कै प्रकारको देख्नुहुन्छ। एउटा कुरा बुझाइदिन्छु हजुरहरूलाई है, हामीले यो हिँड्दै गफ गर्दै भिडियो बनाउँदैछ होइन, यो कुनै भ्लग होइन, दिस इज नट भ्लग है। यो चाहिँ एउटा साथीभाइ भेट्दाखेरि चाहिँ कम्युनिकेसन कसरी हुन्छ हिँड्दाखेरि, त्यसकै थिम लिएर होइन हामीले त्यही भिडियो बनाएको है। सो बुझ्नुहोस् होला कुराहरू होइन। हामीले बुझाउनु चाहिँ किन कोसिस गरेन त्यति बेला भन्दाखेरि चाहिँ ज्यादा एक्सपेरिमेन्ट गरिरहेको थियो कि च्यानलमा, त्यसले गर्दाखेरि चाहिँ जुन चाहिँ कन्टेक्स्टको कुराहरू हुन्छ नि त्यो चाहिँ हामीले ल्याक गरिरहेको थियो भनौँ न। सो एकदमै खुसी लाग्यो है, हजुरहरूले बुझ्नु हुँदो रहेछ हाम्रो कन्टेन्ट होइन। अन्त यसरी नै साथ त दिनुहोस्, अनि साथ दिएर त दाँत देखाउने हो होइन। हामी सात पारा दाँत देखेर जहिले पनि भगै गरिरहेको हुन्छ। सायद लाग्छ अब हजुरलाई इन्टरटेन पनि हुन्छ होला, सायद कतिलाई मन पर्नु सक्ला, कतिलाई मन नपर्नु पनि सक्ला। तर अब हामीले जति सक्दो हाम्रोबाट कोसिस हुन्छ, 110 हामीले फुल दिएको हुन्छ हौ। आउँदो दिनमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ प्लान गरेर नै गर्ने भनेर सोच्दैछ हामी। किन भन्दाखेरि चाहिँ एउटा प्लान गरेर गरेको कुराहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ अलिकति लेभलमा हुन्छ है, एडभान्समा हुन्छ। विथ मतलब सबै कुरा चाहिँ हामी पर्फेक्टली गर्नु कोसिस गर्छ नि त। अब यो भयो जस्तो हामीले चाहिँ गर्छ, यो चाहिँ तपाईँको र हो, ऱ्यान्डम भन्दा पनि भयो, र भन्दा पनि भएन, केही मिलावट छैन। भ्लग भन्दा चाहिँ अरूले अर्कै कन्सेप्ट सोचिरहेको हुन्छ र यसमा पनि जनर हुन्छ नि त। लाइक म्युजिकै सुन्छु भन्यो भने नि त सबले एउटा जनरको म्युजिक सुन्दैन नि त, त्यो बुझाउनु पर्छ। कतिलाई पप मन पर्ला, कतिलाई ज्याज मन पर्ला, कतिलाई रक मन पर्ला, नि त कतिलाई ब्लुज मन पर्ला। त्यो मिल्दैन नि त कसैसँग होइन। तर सबले चाहिँ भ्लग भन्दा चाहिँ त्यही गर्नुपर्छ भनेर सोच्दो रहेछ नि त। होइन एक्चुअलमा त्यो होइन। त्यही भन्दै हामी चाहिँ अब यहाँनिर नै भ्लग एन्ड गर्नु गइरहेको छौँ। र आउँदो दिनमा अघि भनेको जस्तै हजुरहरूलाई निराशा चाहिँ गर्ने छैनौँ। राम्रो कन्टेन्टहरूमा चाहिँ हामीले सोचेको छौँ वक एन्ड टक गर्ने भनेर। त्यही कन्टेन्टलाई हामी अगाडि बढाएर हजुरहरूलाई प्रस्तुत गर्छौँ। अब त्यही हो, दाजु र भाइ मिलेपछि हाम्रो है भ्लगहरू कस्तो हुन्छ भन्दाखेरि सबले रुचाइ नै राख्नुहुन्छ अब। अनि त्यही भन्दै हजुरहरूलाई के हुन्छ भने स्टे ट्युन, टेक केयर। अनि अब चाँडै नै छिटो आउनेवाला छ भ्लग, 3 दिनसम्म चाहिँ प्रतीक्षा गरिदिनुहोस्। अनि यसरी नै माया देखिँदै गर्नुहोस्। अब हामी चाहिँ भित्रै जान्छ ल गाइस, पानी पुरा पर्दैछ।